How to solve system of linear equation using Gauss-Seidel method using calculator. यहाँ तीनवटा सिस्टम अफ लिनियर इक्वेसन दिएको छ जुन इक्वेसनहरू डायगोनली डोमिनेन्ट छन्। जस्तो फर्स्ट इक्वेसनमा x को गुणाङ्क सबैभन्दा ठुलो छ, सेकेन्ड इक्वेसनमा y को गुणाङ्क सबैभन्दा ठुलो छ, लास्ट इक्वेसनमा z को गुणाङ्क सबैभन्दा ठुलो छ। यो डायगोनली यो डोमिनेन्ट छ। यसलाई हामीले x को मान फर्स्ट इक्वेसनबाट, y को मान सेकेन्ड इक्वेसनबाट, z को मान थर्ड इक्वेसनबाट निकाल्नु पर्छ र हामीले इटिरेसन x को, y को र z को मान त्यसरी टेबुलेट गर्ने। इनिशियल भ्यालुहरु 0 0 0 राख्ने, इटिरेसन 1 2 3 कोलममा लेख्ने र सबैभन्दा पहिला हामीले x को मान चाहिँ क्याल्कुलेटरमा सेट गर्ने। शिफ्ट अल्फा अनि x प्रेस गर्नुभयो भने x आउँछ, अनि अल्फा क्याल्क हान्नु भयो भने बराबर आउँछ। अनि समथिङ बाइ समथिङ हान्ने, माथि 2 माइनस अल्फा सँग y प्रेस गर्नु पर्यो, अल्फासँग y प्रेस गर्नु पर्यो है, अल्फा y अनि प्लस अनि अल्फा a, यहाँ z छैन त्यही भएर हामीले z लाई a मानिएको छ, तल 3। अनि त्यसपछि हामीले साइडमा सेमिकोलन राख्नु पर्यो, अल्फासँग इन्टिग्रेसन हान्यो भने सेमिकोलन आउँछ। फेरि यसमा y अल्फा y बराबर अल्फा y अल्फा क्याल्क बराबर आउँछ, अल्फा क्याल्कुलेसन। अनि समथिङ बाइ समथिङ माथि 20 माइनस 2x, 20 माइनस 2 अल्फा x 2x हुन्छ, माइनस अल्फा a गर्ने, ए आउँछ अल्फाबेट a, तल माइनस 5 प्रेस गर्ने, माइनस 5 तलपट्टि माइनस 5 अनि साइडमा गएर फेरि अल्फासँग सेमिकोलन हान्ने, उता इन्टिग्रेसनमा छ। फेरि a z भनेको यहाँ a हो, अहिले z छैन त्यही भएर हामीले a कन्सिडर गर्छौं। अल्फासँग क्याल्कुलेसन हान्यो भने बराबर आउँछ, समथिङ बाइ समथिङ त्यहाँ छ। माथिपट्टि हामीले के प्रेस गर्नु पर्यो भन्दा 3 माइनस x प्लस 3y, 3 माइनस x भनेको अल्फासँग x प्लस 3 अल्फासँग y आउँछ, तल माइनस 8 प्रेस गर्नु पर्यो। यसरी हामीले यो xyz क्याल्कुलेटरमा चाहिँ xyz का मानहरु क्याल्कुलेटरमा राखिसकेपछि अब हामीले CALC क्याल्कुलेसन प्रेस गर्नुपर्छ, केही नगरेर क्याल्कुलेसन प्रेस गर्ने। र y को मान कति दिने भनेको छ, y को मान यहाँ जे लेखे पनि हामीले 0 दिनुपर्छ, 0 प्रेस गर्ने। यहाँ तल 0 मैले हानिसके थिएँ, 0 बराबर हान्ने। फेरि a को मान a भनेको यहाँ z हो, z लाई कति दिने भनेको छ, z लाई पनि 0 दिने सुरुमा, जहिले पनि y लाई 0 z लाई 0 दिने। अब दिएर इक्वल टु हान्दाखेरि x को मान आइसक्यो। हामीले यो फर्स्ट इटिरेसन भन्छ यसलाई, x1 फर्स्ट इटिरेसन आइसक्यो, 0.6666 सबै लेख्न परेन, चारवटा जति डिजिट लेखे भयो पोइन्ट पछाडि। y को मान फेरि कन्टिन्युस आउँछ, x आयो y आउँछ अनि z आउँछ, 3.733 हान्ने। फेरि यो a भनेको z को मान हो, 1.1083 समथिङ आएको छ, चारवटा पोइन्ट पछि चारवटा सम्म राखे हुन्छ। यो फर्स्ट इटिरेसन भयो। अब हामीले कन्टिन्यु इक्वल टु प्रेस गरिरहने, y को मान कति दिने भनेको छ, हामीले केही नगर्ने त्यही नै हो। अनि त्यस्तै गरेर यसलाई नलेख्ने। यो फेरि z को मान कति दिने भनेर आउँछ एक्सप्रेसन, यो a, यो पनि हामीले त्यो जति छ त्यही नै हो, हामीले केही नगर्ने। अब x को मान हामीले यहाँ हाल्नु पर्यो। अब यसरी आउँछ, फेरि x आयो, यो 2 पछि 4टा डिजिटसम्म लेख्नु पर्यो। अनि फेरि इक्वल टु प्रेस गर्ने हो भने y आउँछ, त्यसलाई y को ठाउँमा लेख्नु पर्यो। अनि फेरि इक्वल टु प्रेस गर्ने भने z आउँछ, a को मान भनेको z को मान आउँछ, फेरि इक्वल टु यो माइनस 2.866 x y को मान हो, यो चाहिँ z को मान हो, यो 0.9848 समथिङ समथिङ छ, चारवटा डिजिट मात्र राख्यो। अब फेरि इक्वल टु हान्ने नि a को मान कति दिने भनेर आउँछ। अब त्यही हामीले के नगर्ने, इक्वल टु मात्रै प्रेस गर्दै जाने। अब यस्तै गरेर प्रेस गरेकै निरन्तर गरिरहनु पर्यो। x को मान, y को मान, z को मान बराबर हुँदाखेरि मात्रै लेख्ने, अरु बेला नलेख्ने। x को मान यसरी हामीले निरन्तर हान्दै गइयो भने चाहिँ अब
यिनीहरू कन्भर्ट्स हुन्छन् सर्टेन इटिरेसनमा गएर यिनी भ्यालुहरू एउटै नम्बरमा कन्भर्ट्स हुन्छन्। हामीले प्रेस गरेकै गरिरहने हो भने एउटै नम्बरमा कन्भर्ट्स हुन्छन्। र कहाँ कन्भर्ट्स हुन्छन् भन्ने कुरा पहिल्यै थाहा हुन्छ। जस्तो फर्स्ट कोलममा चाहिँ 2 एक्सको मान 2 आइरहेको छ भने 1.99 आइरहेको छ भने यो 2 मा कन्भर्ट्स हुन्छ भन्ने बुझिन्छ। जस्तो वाईको मान -2.999 समथिङ आएको छ भने यो वाईको मान 3 रहेछ भन्ने बुझिन्छ। जेडको मान चाहिँ 0.999 वा 1.000 आएको छ भने यो जेडको मान 1 रहेछ भन्ने बुझिन्छ। यसरी हामी सर्टेन इटिरेसन मानौँ 10 इटिरेसन 5 इटिरेसनसम्म गएर एक्सको मान वाईको मान यसरी लेख्न नि सकिन्छ। वा हामीले चाहिँ कन्टिन्यू प्रेस गरेकै गर्ने हो भने एक्स वाई जेडको मान चाहिँ सर्टेन नम्बरमा कन्भर्ट्स हुन्छन्। जस्तो मैले प्रेस कन्टिन्यू गरेकै छु। यसमा चाहिँ एक्स वाई जेडको मानहरू आएछन्। हामीले चाहिँ यो टेबलमा नि मैले प्रिन्ट आउट टेबलमा पनि मैले नोट गरेको छु। अब कन्भर्ट्स हुन लागेको छ यी मानहरू एक्स वाई जेडका मानहरू। हामीले चाहिँ यसले गरी कन्भर्ट्स भइसक्यो। जस्तो यहाँनिर एक्सको मान वाईको मान जेडको मान कन्भर्ट भएको छ जो हामीले देख्न सकिन्छ। अब इटिरेसन चाहिँ हामीले 1 2 3 गर्दै सबै मानहरू लेख्दै गऱ्यौँ। इटिरेसन 9 मा 9 चोटि इटिरेट गरेको रिपिट गरेको भनेको एक्सको मान। अनि यसरी गर्दै जाँदाखेरि लगभग 13औं पटक इटिरेसनमा चाहिँ वाईको मान -3 आउँछ, जेडको मान 1 आउँछ। अब त्यसपछि 14औं पटकमा त सबैको मान चाहिँ 2 -3 1 त्यही रिपिट भइरहन्छ इटिरेसन गर्दै जाँदाखेरि। अनि त्यही भएर एक्सको मान चाहिँ 2 रहेछ, वाईको मान -3 रहेछ, जेडको मान चाहिँ 1